Hey everyone, I am a chess gambits, a beginner chess creator. I am around 500 euro right now. If you also want to improve fast, let me show you the simplest way to level up. Tip number 1, don't hug pieces. बिगिनरहरूले एकदमै गर्ने मिस्टेक चाहिँ यही हो। तिनीहरूले चाहिँ आफ्नो पिसेसलाई चाहिँ उत्तिकै फ्री छोडिदिन्छन्। त्यो गर्नु हुँदैन। कुनै पनि पिसेस चाल्नुभन्दा अगाडि चाहिँ आफूलाई यो दुईवटा क्वेसनहरू सोध्नु। इज दिस पिस सेफ? वाट माई अपोनेन्ट थिङ्किङ? यो दुईवटा क्वेसन गर्नुभयो भने चाहिँ तपाईँको एकदमै चाँडो चाहिँ तपाईँको ब्लन्डर कम हुन्छ। यो गरेर चाहिँ एकचोटि ट्राई गर्नुहोस्। टिप 2, कन्ट्रोल द सेन्टर। हामीले चेसमा बुझ्नुपर्ने भनेको के हो भन्दाखेरि हाम्रो सेन्टर चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। फर इक्जाम्पल E4, D4, E5, D5 यो चाहिँ हाम्रो 4 इम्पोर्टेन्ट पोइन्टहरू हो। यहाँ स्क्वायरहरू हो। किनभने हामीले चाहिँ एमा कन्ट्रोल गऱ्यो भने चाहिँ हामीसँग धेरै स्पेस हुन्छ। हामीले हाम्रो पिसेसहरू डेभलप गर्न पनि सक्छौँ चाँडो, अनि पछि गएर चाहिँ अट्याक गर्न पनि सक्छौँ। त्यही भएर तपाईँ चेस खेल्दाखेरि चाहिँ यति कुरोमा ध्यान दिनु कि मैले सेन्ट्रलमा चाहिँ तपाईँकै कन्ट्रोल होस् कि। टिप 3, डेभलप युर पिसेस अर्लियर। चेसमा चाहिँ एकदमै इम्पोर्टेन्ट भनेको चाहिँ पिसेस डेभलपमेन्ट पनि हो। हामीले चाहिँ पिसेस डेभलप गऱ्यो भने चाहिँ हामीले चाँडो अट्याक गर्न पनि सक्छौँ। किनभने हामीसँग चाहिँ हाम्रो सपोर्टहरू हुन्छ। किनभने हामीले चाहिँ एउटा पिसेसले अर्को पिसेसलाई चाहिँ जोइन्ट बचाइरहेको हुन्छ। चेसमा एकदमै ध्यान दिने भनेको पनि यही पोइन्टहरू हो। किनभने एकअर्कासँग कनेक्ट भयो भने चाहिँ हाम्रो पिसेसहरू हामीले चाहिँ आफ्नो डिफेन्स पनि हुन्छ र अट्याक गर्न पनि सजिलो हुन्छ। तपाईँले चेस खेल्दाखेरि यो कुरा पनि ध्यान दिनुहोस्। तपाईँको डेभलप पिसेस भयो भने चाहिँ तपाईँको किङ चाहिँ सेफ हुन्छ। इफ यु वान सिम्पल बिगिनर फ्रेन्डली चेस भिडियो, फलो मी फर मोर भिडियो। म चाहिँ यस्तै नेपाली र इङ्ग्लिसलाई मिक्स गरेर चाहिँ तपाईँहरूको लागि चाहिँ सजिलो हुन पुगोस् र चेसमा चाहिँ तपाईँको लेभल अप चाँडो होस् भनेर भिडियोहरू बनाइरहेको हुन्छु।